नमस्ते। आज हामी एउटा यस्तो डकुमेन्टको बारेमा कुरा गर्दैछौँ जुन पब्लिक कम्पनीमा लगानी गर्न होस् वा पैसा उठाउन एकदमै महत्त्वपूर्ण छ। हो, आजको हाम्रो चर्चाको विषय हो विवरण पत्र, जसलाई प्रोस्पेक्टस पनि भनिन्छ। आउनुहोस् यसलाई राम्रोसँग बुझौँ। कुनै पनि कम्पनीमा लगानी गर्नुअघि यो प्रश्न त मनमा आउँछ नै, होइन त, कि यो कम्पनी साँच्चै राम्रो छ त? हो, यही प्रश्नको अफिसियल जवाफ लुकेको हुन्छ एउटै डकुमेन्टमा। त्यो हो विवरण पत्र। ल, अब यसभित्रै छिरेर हेरौँ न त। आज हामी यो विवरण पत्रलाई 4वटा मुख्य भागमा बाँडेर हेर्नेछौँ। पहिलो, यो के हो भन्ने आमन्त्रण। दोस्रो, यसको महत्त्व अर्थात् आधारशिला। तेस्रो, यसभित्र के हुन्छ कागजातको संरचना। र चौथो, यसलाई कुन नियमले बाँधेको छ अर्थात् नियम पुस्तिका। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, दि इन्भिटेसन। आखिर यो विवरण पत्र भनेको के हो त? यो सिम्पल एउटा कागजको टुक्रा मात्रै त पक्कै होइन। एकदमै सजिलो भाषामा भन्दा विवरण पत्र भनेको कम्पनीको एउटा डिटेल्ड बायोडाटा जस्तै हो। कम्पनीले लगानीकर्ताहरूलाई भनिरहेको हुन्छ, ल हेर्नुहोस्, म यस्तो छु, मेरो अवस्था यो हो, अब ममा लगानी गर्ने कि नगर्ने निर्णय गर्नुहोस्। यो एउटा खुला किताब जस्तै हो जसले कम्पनीको सबै कुरा पारदर्शी रूपमा देखाइदिन्छ। अब यहाँनिर कुरा अलि गम्भीर हुन्छ। कानूनले यसलाई कसरी हेर्छ त? कम्पनी ऐन 2063ले त के भन्छ भने, लगानीको लागि सर्वसाधारणलाई आह्वान गर्ने कुनै पनि सूचना, विज्ञापन वा सर्क्युलर सबैलाई विवरण पत्र मानिन्छ। मतलब, जुनसुकै माध्यमबाट लगानीको लागि पब्लिकलाई बोलाइयो त्यो कानूनी रूपमा विवरण पत्र नै हो। मुख्य कुरा भनेको पब्लिक इन्भिटेसन हो। ओके, अब दोस्रो खण्डमा लागौँ, द कर्नरस्टोन। यो कागजात किन यति धेरै महत्त्वपूर्ण छ त? लगानीकर्ताको लागि, कम्पनीको लागि र पुरै बजारको लागि। यो किन एउटा आधारशिला हो? आउनुहोस् हेरौँ। विवरण पत्र जारी गर्नुको पछाडि कम्पनीको एउटै मात्र उद्देश्य हुँदैन। हो, पैसा उठाउनु त छँदैछ, तर त्योभन्दा बढी यसले लगानीकर्तालाई सही र पूरा जानकारी दिन्छ ताकि उनीहरूले सोचेर बुझेर निर्णय गर्न सकुन्। यसले कम्पनी र लगानीकर्ता बीच एउटा विश्वासको पुल बनाउँछ। र यो एउटा कानूनी सम्झौता पनि हो, साथै कानूनले तोकेको अनिवार्य शर्त पनि पूरा गर्छ। यो कागजातको 2वटा पाटा छन् र दुवै एकदमै महत्त्वपूर्ण छन्। लगानीकर्ताको नजरबाट हेर्ने हो भने यो एउटा हतियार हो, ड्यू डिलिजेन्स गर्ने सबैभन्दा ठूलो औजार। कम्पनीको वित्तीय स्वास्थ्य कस्तो छ, भविष्य कस्तो देखिन्छ, जोखिम के छन्, सबै कुरा यसैमा हुन्छ। अनि कम्पनीको लागि यो आफूलाई बजारमा चिनाउने एउटा मञ्च हो। तर होस् गर्नुहोस्, यसमा लेखिएको हरेक शब्दको कानूनी जिम्मेवारी पनि त्यही कम्पनीले लिनुपर्छ। अनि यो पुरै खेलमा एउटा रेफ्री पनि छ, बजारको संरक्षक, नेपाल धितोपत्र बोर्ड सेबोन। सेबोनले विवरण पत्रलाई हरियो बत्ती बाल्नु अघि एकदमै राम्ररी जाँच पडताल गर्छ। किन? ताकि कम्पनीले जे पायो त्यही नलेखोस्, सबै कुरा निष्पक्ष र पारदर्शी होस् र सबैभन्दा महत्त्वपूर्ण, लगानीकर्ताको हित सुरक्षित रहोस्। ल, अब हामी यो कागजातको भित्री भागमा प्रवेश गर्दैछौँ, एनाटोमी अफ द डकुमेन्ट। आउनुहोस् एकछिनको लागि एउटा टुरमा जाउँ र हेरौँ यो विवरण पत्रभित्र वास्तवमा के कुराहरू समावेश हुन्छन्। यो 5 चरणको टुरले हामीलाई विवरण पत्रको पूरा नक्सा देखाउँछ। पहिलो स्टेपमा कम्पनीको सामान्य जानकारी र सबभन्दा महत्त्वपूर्ण रिस्क फ्याक्टर्स के छन् भनेर देखिन्छ। दोस्रो स्टेपमा कम्पनीको बिजनेस स्ट्र्याटेजी के हो, को छन् व्यवस्थापनमा भन्ने थाहा हुन्छ। तेस्रोमा सबैको आँखा जाने ठाउँ, पछिल्लो 5 वर्षको अडिटेड फाइनान्शियल स्टेटमेन्ट्स। चौथो स्टेपले शेयरमा कसरी अप्लाई गर्ने र उठाएको पैसा कहाँ प्रयोग हुन्छ भनेर बताउँछ। र अन्त्यमा 5औं स्टेपमा लीगल डेक्लरेशन्स, जसले यो डकुमेन्टको विश्वसनीयतालाई कन्फर्म गर्छ। त्यसो भए यत्रो कुरा गरिसकेपछि हामी के निष्कर्षमा पुग्न सक्छौँ? विवरण पत्र भनेको लगानीकर्ताको लागि एउटा ढाल हो जसले उनीहरूलाई गलत सूचनाबाट बचाउँछ। तर उही समयमा यो कम्पनीको लागि जिम्मेवारीको एउटा तरवार पनि हो। यसले उनीहरूलाई सधैँ सत्य र पारदर्शी रहन बाध्य बनाउँछ। र आजको लागि एउटा प्रश्नसँगै यो चर्चालाई बिट मारौँ। के विवरण पत्र लगानीकर्तालाई बचाउने ढाल मात्र हो, वा यो कम्पनीहरूलाई जोखिमको बारेमा सचेत गराउने एउटा नियम पुस्तिका पनि हो? सोच्नुहोला, सायद यसको यही दोहोरो भूमिकाले नै हाम्रो पुँजी बजारलाई बलियो र विश्वसनीय बनाएको छ।